युट्युबर हिमेश न्यौपानेकी श्रीमती मेगा केसीले हार्पिक सेवन गरेपछि अस्पतालमा भर्ना, अवस्था गम्भीर। दर्शकबिन चर्चित युट्युबर हिमेश न्यौपानेकी श्रीमती मेगा केसीले हार्पिक सेवन गरेपछि गम्भीर अवस्थामा अस्पतालमा भर्ना भएको खुलेको छ। शौचालय सफा गर्न प्रयोग गरिने रासायनिक पदार्थ हार्पिक सेवन गरेपछि उनको स्वास्थ्यमा गम्भीर असर परेको र अहिले अस्पतालमा उपचाररत रहेको जानकारी उनकी छोरीले सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेकी हुन्। डिप्रेसन छ उहाँलाई। अहिले बेलुका हार्पिक पनि खानुभयो। हार्पिक खाएर हामीले बेलुका अहिले हस्पिटलमै हुनुहुन्छ। उहाँ के भन्नुभएको थियो भने हिजो बिहानदेखि के भन्नुभएको थियो नि, म सुसाइड गर्छु होला। हिमेश र मेगा नेपाली युट्युब क्षेत्रमा निकै चिनिएको जोडी हुन्। विगत केही वर्षदेखि उनीहरूले सँगै भिडियोहरू बनाएर लोकप्रियता कमाएका थिए, तर पछिल्लो समय उनीहरूको सम्बन्धमा दरार आएको र अहिले उनीहरू छुट्टा छुट्टै बस्दै आएका छन्। अलग बस्दा समेत उनीहरूले युट्युबमा एक अर्कालाई आरोप प्रत्यारोप गर्दै भिडियोहरू अपलोड गरिरहेकाले दर्शकमा तीव्र चर्चा चलिरहेको छ। न्यौपानेले मलाई चाहिँ आरोप लागेको भएर केटासँगै लागेकी छ, यो केटासँगै लागेको छ भनेर मेरो इमेज, मेरो क्यारेक्टरमा चाहिँ क्यारेक्टर ढिला बनाइदिएको भएर, मेरो क्यारेक्टरमा औँला उठाएको भएर चाहिँ बाध्य भएर मैले होइन, रिभेन्ज होइन कि यो रिभेन्जै सोच्दा पनि हुन्छ। केही दर्शकहरूले यो सबै लाइक र भ्युजका लागि नाटक भएको आरोप लगाएका छन् भने केहीले दुवैलाई समर्थन जनाएका छन्। त्यस्ता आरोप लगाउनेहरूमध्ये युट्युबर नैना पनि एक हुन्। उनले केही दिन अघि सार्वजनिक गरेको भिडियोमा हिमेशले लागु पदार्थ प्रयोग गर्ने, इन्जेक्सन लगाउने जस्ता गम्भीर आरोप लगाएको र ती आरोपले मानसिक तनाव भएको बताउँदै मेगाकी छोरीले भिडियो मार्फत आमाले सोही कारणले आत्मघाती प्रयास गरेको बताएकी हुन्। हिजो बिहानदेखि के भन्नुभएको थियो नि, म सुसाइड गर्छु होला, यही नैनाको कारणले म सुसाइड गर्छु होला भनिरहनु भएको थियो। तपाईँको भिडियो हेरेदेखि मेरो मम्मीले त्यस्तो भनिरहनु भएको थियो। यदि उहाँलाई केही भयो भने कसको जिम्मा? तपाईँले जिम्मा लिनुहुन्छ? त्यो त मेरो सानो बहिनीको जिम्मा तपाईँले लिनुहुन्छ। घटनाप्रति सामाजिक सञ्जालमा विभिन्न प्रतिक्रिया आइरहेका छन्। कमेडियन माकुरीकी पूर्व श्रीमती सुम्निमा खालिङले यस घटनाप्रति दुःख व्यक्त गर्दै कसैलाई पनि बिना प्रमाण गम्भीर आरोप नलगाउन आग्रह गरेकी छन्। मेगा केसीलाई हाम्रो तर्फबाट पनि स्वास्थ्य लाभको शुभकामना। दर्शकबिन तपाईँहरूको यसबारे धारणा के छ? कृपया कमेन्ट बक्समा लेख्न नबिर्सिनुहोला। धन्यवाद।